आदरणीय दर्शक महानुभावहरू, नेपाल राजधानी उत्थान मञ्चको 5औं राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 5 को कालाबजार चोकमा मिति 2081 साल फागुन 24 गते सम्पन्न भयो र यसको बन्द सत्र 2081 फागुन 25 गते ब्लू स्काई पार्टी प्यालेसमा सम्पन्न भएको छ। विभिन्न 5वटा जिल्लाका राजधानीहरूको निकै बाक्लो जमघट भएको यो महाधिवेशन स्थल निकै रमाइलो, उत्साहपूर्ण र उत्सुकताका बीचमा सम्पन्न भएको छ र यो महाधिवेशनमा आउने 5 वर्षको लागि निर्वाचित हुने यसका पदाधिकारीहरूको चयन निकै मैत्री भावले सम्पन्न भएको छ र एक आपसमा जे जस्तो सम्बन्ध रहेको भए पनि यो आगामी 2 वर्षको लागि निर्वाचित हुने निकाय संस्था भएको कारणले गर्दाखेरि यसको सुझबुझपूर्ण निर्णय लिन जरुरी थियो, जुन यो अधिवेशनले सम्पन्न गरेको छ। र आदरणीय दर्शक महानुभावहरू, उहाँहरूको आजको बन्द सत्रको विभिन्न चरणहरू पार गर्दै अन्त्यमा करिब आज बेलुकासम्म रिजल्ट कास्ट भएको छ र केही कुराहरू, सामान्य केही घटनाहरू, परिघटनाहरू लाई छोडिदिने हो भने यो 5औं राष्ट्रिय महाधिवेशन निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ र यसका छुटेका केही प्रसङ्गहरूलाई, छुटेका केही महानुभावहरूलाई, छुटेका केही नेतृत्वलाई यसलाई एक ठाउँमा ल्याउने कोसिस गर्ने हो भने आगामी दिनमा नेपाल राजधानी उत्थान मञ्च यो बराहा क्षेत्रमा जुन निर्माण भएको छ यसको यात्रा सहज हुने देखिन्छ। अन्यथा यसका असन्तुष्टिहरूलाई एक ठाउँमा राख्न नसक्ने हो भनेदेखि यसलाई यो मालिनेलाई सबै पक्षले महसुस नगर्ने हो भनेदेखि यो निकै अप्ठ्यारो पनि हुन सक्ने हामीले सम्भावनाहरू देखिरहेका छौँ। यसर्थ नेतृत्वले यसतर्फ सचेत भएर सोच्नु जरुरी रहेको छ र यो बेलुकासम्ममा 11 सदस्यीय समिति चयन भएर सम्पन्न भइसकेको छ र आजको यो समितिको निर्वाचन भइरहने प्रक्रियामा चाहिँ अर्जुन थापा यो निर्वाचनको संयोजक हुनुहुन्थ्यो र म गोकुल थापा त्यसको सदस्य र सूर्यनारायण राजधानी त्यसको सदस्य, जम्मा 3 सदस्यीय समितिले यो निर्वाचन सम्पन्न गरेको छ र यो नयाँ कार्य समिति चयन गरेको छ। यो नयाँ कार्य समिति चयन भए पश्चात यस समितिका अध्यक्ष पुष्पनारायण राजधानी जो समितिबाट निर्विरोध निर्वाचित हुनु हो, निर्वाचन प्रक्रियामा सामेल नै हुनु भएन। जम्मा 3 जना उम्मेदवार भए पनि उहाँ चाहिँ 2 जनाले छोडिदिइसकेपछि उहाँ स्वभावतः निर्विरोध निर्वाचित भइसक्नु हुनुभयो र यसै गरी सचिव र कोषाध्यक्ष बाहेक सबै पदहरूमा चाहिँ निर्विरोध भएर 11 सदस्य समिति चयन भएको छ र 11 सदस्य समिति चयन हुने भए पनि यसको केही 2 जना सदस्यहरू अहिले पनि अपुरो रहेको कारणले गर्दाखेरि आगामी दिनहरूमा चाहिँ समितिको बैठक बसेर यो 2 जना सदस्यहरूको परिपूर्ण हुन्छ भन्ने हामीलाई लागेको छ र यो समितिबाट निर्वाचित समितिका अध्यक्ष पुष्पनारायण राजधानी जो लामो समयदेखि राजधानी उत्थान मञ्चको कार्यक्रममा सरिक हुनुहुन्थ्यो, राजधानी उत्थान मञ्चलाई यहाँसम्म ल्याउनको निम्ति आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहनु भएको थियो र यसपालि उहाँ विधिवत रूपमा राजधानी उत्थान मञ्चको अध्यक्ष हुनुभएको छ र यो अध्यक्षको पद चाहिँ उहाँलाई प्राप्त गर्नुभएको छ र यहाँ देखिरहनु भएको छ उहाँहरू चाहिँ यो छलफलमा व्यस्त हुनुहुन्छ र जुन छलफल चाहिँ यो राजधानी उत्थान मञ्चलाई राम्रो समिति सुम्पनको निम्ति निकै गम्भीरतापूर्वक उहाँहरू छलफल गरिरहनु भएको दृश्यहरू मैले कैद गरेको थिएँ, जुन यहाँहरू समक्ष प्रस्तुत छ र उहाँहरू यो अध्यक्ष पदमा चाहिँ निकै ठुलो मेहनत गर्नु भएको थियो। त्यसमा 3 जना उम्मेदवार हुनुहुन्थ्यो, राम धामी, यसै गरी अर्को एकजना दीपक राजधानी र पुष्पनारायण राजधानी अध्यक्षको दावेदार हुनुहुन्थ्यो र 2 जनाले छोडेपछि पुष्पनारायणजी चाहिँ सर्वसम्मत चयन हुनुभयो र अरू धेरै पदहरूमा सर्वसम्मत चयन भयो र 2टा पदहरूमा मात्रै
यहाँहरूलाई अगाडि नै पनि जानकारी गराए निर्वाचन भयो र जुन निर्वाचनको तपाईँ यो दृश्यमा देखिरहनु भएको छ निर्वाचन सम्पन्न हुन लागि भइरहेको छ र यहाँ निर्वाचनको प्रमुख आयुक्त यहाँ हाम्रो आदरणीय दाइ अर्जुन थापा हुनुहुन्छ जुन उहाँ तपाईँहरूले दृश्यमा देखिरहनु भएको छ र लामबद्ध भएर राजधानी उत्थान मञ्चमा संलग्न सदस्य महिलाहरूले त्यो आजीवन सदस्य साधारण सदस्यले मतदान गरिरहनु भएको छ र यो मतदानमा चाहिँ जम्मा 2 जना मध्ये 1 जनालाई सचिवमा 1 जनालाई र कोषाध्यक्षमा 1 जनालाई मत दिनु पर्ने थियो र परिणामहरू यहाँहरू समक्षमा आइ नै हाल्नेछ र जुन दृश्य हामी तपाईँ उत्सुकतापूर्वक उहाँहरूले मतदान गरिरहनु भएको थियो यो मतदान पछिको परिवेश यहाँहरू देखिरहनु भएको छ र यो मतदान गर्ने पेटिका हो र यो मतदानपछि मतदान अधिकृतले केही कुराहरू यहाँ भनिरहनु भएको छ जुन तपाईँहरूले दृश्यमा देखिरहनु भएको छ र यसमा चाहिँ उहाँले भनिरहनु भएको छ यो जम्मा 4 जनामध्ये 2 जनालाई छान्नुपर्ने छ 2 जनालाई छान्दाखेरि चाहिँ यो मत कसरी हाल्ने भनेर उहाँले भनिरहनु भएको छ यति बेला मतदान कस्तो कस्तो अवस्थामा चाहिँ यो मत रद्द हुन्छ र कस्तो अवस्थामा भ्यालिड हुन्छ भन्ने कुरा उहाँले सम्झाउँदै हुनुहुन्थ्यो र यो चाहिँ अन्तिम बेलाको दृश्य हो र यो निकै साँझ पनि परिसकेका थियो तपाईँहरू देख्न सक्नुहुन्छ र उत्साहपूर्वक उहाँहरू चाहिँ निर्वाचित भइसकेको समितिका अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष र सहसचिव र सदस्य 6 जना सदस्यहरूलाई चाहिँ एकदम उत्साहपूर्वक उहाँहरू फुलमाला लगाइरहनु भएको छ अबिर लगाइरहनु भएको छ अबिर यात्रा गरिरहनु भएको छ जुन निकै हर्षोल्लासमय वातावरण थियो यो निर्वाचन जुन हिसाबले सम्पन्न भइरहेको थियो निकै लामो समय पनि लागेको थियो निकै रसाकसी जस्तो पनि दृश्य देखिन्थ्यो बेला बेला जे जस्तो भए पनि यो सिङ्गो निर्वाचनबाट एउटा कमिटी फर्मेसन भएको छ कमिटी गठन भएको छ र जसले चाहिँ विधानअनुसार 2 वर्षसम्म यो राजधानी उत्थान मञ्चको मा आइलागेका सम्पूर्ण कार्यभारहरू पुरा गर्नेछ हामीले विश्वास पनि गरेका छौँ हामी यो निर्वाचनलाई निकै नजिकबाट हेरिरहेका थियौँ र यहाँ दृश्यमा देखिरहनु भएको छ निर्वाचित अध्यक्ष उपाध्यक्ष सचिव कोषाध्यक्ष सदस्यहरू हुनुहुन्छ जो चाहिँ अहिले फोटो यो निर्वाचन पछि यहाँ उभिनु भएको छ लाम लागेर र यो दृश्य निकै आकर्षक देखिन्थ्यो त्यति बेला र सबैले उत्साहपूर्वक यो दृश्यलाई हेरिरहनु भएको थियो र आदरणीय दर्शक महानुभावहरू यहाँलाई भनिरहलौँ यो राजधानी उत्थान मञ्चमा खास गरिकन पुष्पनारायण इन्द्रनारायण डिलिराम राजधानी लगायतको भूमिका त थियो नै सम्पूर्ण राजधानी परिवार सम्पूर्ण राजधानी समुदायमा यसको चाहिँ फरक खालको उत्साह देखिन्थ्यो यो बेलुकाको समय भए पनि निकै सबै एकदम उत्सुकतापूर्वक यसको फोटो खिच्ने कुराहरू गर्ने अबिर यात्रा गरिरहनु भएको दृश्य देखिन्छ र यो निकै अबेरसम्मको दृश्य हो यो निकै रात छिप्पिन लागेको थियो र आदरणीय दर्शक महानुभावहरू यो जसरी यो राजधानी उत्थान मञ्चको कार्यक्रम सकिए पश्चात अध्यक्षज्यूसँग गरेको सानो कुराकानी यहाँहरूको बिचमा प्रस्तुत छ। अब के छ यो 15औं अधिवेशन गर्नुभयो तपाईँ अध्यक्षमा निर्वाचित हुनुभएको छ यो 2 वर्षको कार्यकाल कसरी बित्छ तपाईँ निर्वाचन सबभन्दा पहिला त निर्वाचन भएछ हो यो हलले जे निर्णय गर्यो निर्वाचन आयोग छ त्यो निर्वाचन आयोगले चाहिँ हललाई नै अब हलबाट चाहिँ खसेको मतलाई सदर गर्ने भनेर भनिसके पछाडि अब त्यसमा चाहिँ हामी सबैजना अब त्यो चाहिँ हामी आजको उम्मेदवारहरू सबैले त्यसमा चाहिँ हामीले हस्ताक्षर गऱ्यौँ र चुनावमै जाने भन्ने एउटा सहमति भयो। त्यस कारणले गर्दाखेरि एउटा यो लोकतन्त्रको एउटा यो पद्धति भन्नुपर्छ यसलाई अन्यथा मान्ने एउटा चाहिँ आफैमा अब अप्ठ्यारो मलाई पनि लाग्यो।
तर पनि उहाँहरूलाई पनि अब समेट्ने प्रयास गर्छु र यो 2 वर्षको कार्यकालमा खास गरेर यो राजधानी जातिको राजधानी उत्थान मञ्च भन्ने जुन चाहिँ यो 2062 सालमा स्थापित भएर अब संस्थापक हाम्रा जो समितिमा हुनुहुन्थ्यो उहाँहरूले अब धेरै पहल कदमी गर्नुभयो तर बिचमा उहाँ हाम्रा चाहिँ आदरणीय उहाँहरूको पदाधिकारीहरूको निधन भइसके पछाडि संस्था जुन स्तरले चाहिँ चल्नुपर्छ त्यो चाहिँ अब नभएकै हो र अब अहिलेको यो नयाँ जुन चाहिँ अब निर्वाचित भएर नयाँ टिम आएको छ यो टिमले यो आगामी 2 वर्षभित्रमा यो राजधानी जातिको उत्थान पहिचान र यसको हक अधिकारका लागि चाहिँ अब पहल कदमी गर्दै हाम्रो जुन चाहिँ सांस्कृतिक एउटा यो धरोहर छ त्यसलाई चाहिँ संरक्षण गर्दै अगाडि बढ्छौँ र खास गरेर चाहिँ यो राजधानी जातिको जुन चाहिँ हिजो अत्यन्त महत्त्वपूर्ण जुन चाहिँ स्थलहरू छ हाम्रो भौतिक आधारहरू छन् हाम्रो जातीय पहिचान के को छ त्यो ठाउँहरूलाई चाहिँ त्यसलाई चाहिँ हामी फेरि त्यसलाई चाहिँ हामीले विशेष पहल कदमीका साथ चाहिँ यो सांस्कृतिक धरोहरलाई मैले कुरा बुझेँ तपाईँ हिडन एजेन्डा चाहिँ के हो हिडन एजेन्डा तपाईँको पुरा घुम्रेछौँ गर्ने अहिले तत्काल तपाईँले के देख्नुहुन्छ तत्काल गर्नुपर्ने योभन्दा अगाडि नै हामीले सुरुवात गरेको थियौँ होइन एउटा जुन चाहिँ अधिवेशन आयोजक कमिटीको म संयोजक पनि थिएँ हाम्रो चाहिँ यो 2078 सालको जनगणनामा जुन चाहिँ हाम्रो तथ्याङ्कमा छुट्यो आदिवासी जनजातिमा सूचीकृत भएन सूचीकृत भएन ठिकै छ हाम्रो के कुनै कागजात पुगेन डकुमेन्ट पुगेन त्यसमा पछाडि जुन चाहिँ हामीले चाहिँ जुन यो जनगणना 2078 सालमा एउटा हाम्रो तथ्याङ्कमा चाहिँ आइसके पछाडि के हामी चाहिँ जुन सुविधाबाट वञ्चित थियौँ त्यो चाहिँ हाम्रो चाहिँ मात्र कुरा हुन्थ्यो र सरकारले पनि अब हाम्रो चाहिँ जुन हक अधिकारको सन्दर्भमा कुराहरू छन् हाम्रो मागको कुरा हुन्थ्यो होला र त्यो पनि छुट्न गयो र सबभन्दा पहिला चाहिँ अब हामी जातिको चुनाव आयोगले अब जहाँ जहाँसम्म बसोबास छ नेपाल अधिराज्यको हाम्रो जनसङ्ख्या पहिला चाहिँ त्यो जनसङ्ख्या चाहिँ अब र त्यस पछाडि सम्बन्धित निकाय जस्तै अब स्थानीय निकायहरूबाट सिफारिस लिने त्यहाँदेखि आदिवासी जनजाति लगायतको सम्बन्धित निकायहरूमा चाहिँ हामी विचार गर्छौँ अन्तमा तपाईँको यो मेरो सञ्चारको माध्यमबाट आम राजधानी समुदायहरूलाई चाहिँ के भन्न चाहन्छु के विश्वास दिलाउन चाहन्छु एकदम अन्तिममा अन्तिम क्वेसन एकदम धन्यवाद सही कुरा भन्नुभयो म विश्वास त म दिलाउन चाहन्छु किनकि अब बोलेर हुँदैन हिजो पनि म ग्राउन्डमा खटेको मान्छे हो म पूर्व पश्चिम म अभियानमै थिएँ र अहिले पनि म अभियानमै छु राजधानी जातिको चाहिँ यो सांस्कृतिक पहिचान छ यो जातीय पहिचान छ उत्थानको कुराहरू लिएर अझ पनि म हिँड्नेछु र त्यसमा सहयोग सबैको हुनेछ भन्ने कुरामा म अपेक्षा राख्दै फेरि पनि जुन चाहिँ आज यो निर्वाचन गर्नुभयो निर्वाचन टोलीलाई म मेरो संस्थाको तर्फबाट म एकदम गर्वको साथ म चाहिँ मुरी धन्यवाद दिन चाहन्छु यहाँहरूको समय यहाँहरूको त्याग यहाँहरूले जुन अहिले चाहिँ हामीलाई समय दिनुभयो निर्वाचन गराइदिनु म फेरि पनि धन्यवाद ज्ञापन गर्छु हस् धन्यवाद तपाईँको यो आगामी दिनहरू सफल रहोस् तपाईँलाई शुभकामना र यो राजधानी उत्थान मञ्चले फेरि नयाँ यात्रा सुरु गरोस् हामी शुभेच्छा चाहने मान्छेले भन्ने कुरा यति नै हो पुष्पजी अब राम्ररी गर्नुहोस् अगाडि बढ्नुहोस् थ्याङ्क यू धन्यवाद यो फागु पूर्णेको पनि म समस्तमा म एकदम के अरे शुभ एकदम ह्याप्पी होली भन्दै म आगामी यो ह्याप्पी होली एकदम खुसी यो चाहिँ यसले चाहिँ नयाँ रङ उमङ्गको साथ चाहिँ हामी सबैमा राजधानी मात्रै नभएर चाहिँ सबै हाम्रा इष्टमित्र सबै जात जातिहरू चाहिँ फलोस् फुलोस् म यही म शुभेच्छा प्रकट गर्दछु हस्त धन्यवाद।